तरुणी भनेको तरुणी हुन्छ, तरुणी भनेको तरुणी हुन्छ, देख्नै बित्तिकै के गरुनी हुन्छ। तरुणी भनेको तरुणी हुन्छ, तरुणीलाई देख्ने बित्तिकै के गरुनी हुन्छ। पछि नलाग केटा हो, च्वाक छ भन्दैमा पछि नलाग केटा हो, तरुणीको 2-4वटा अरुणी हुन्छ। अलिकति छाडा पनि बोल्छ भन्दा होला नि, तर त्यसमा केही दम हुन्छ होइन। मैले युवालाई यसो नगर है भने अघिको कवितामा पनि, तिमीलाई हेरेर बसिरहनुभन्दा मलाई छुन मनपर्छ, तिमी अर्कैको हौ भन्यौ भने, तिमी अर्कैकी हौ भन्यौ भने मलाई रुन मनपर्छ। जतासुकै जे गर तिमी मलाई मन परिसको, अब म तिम्रै हुन मनपर्छ, अब म तिम्रै हुन मनपर्छ। अनि चौतारी राम्रो बरिलै नलाउनु माया करैले, छाडेर जान्छौ कि कतै आतिन्छ मन डरैले, छाडेर जान्छौ कि कतै आतिन्छ मन डरैले। ल यो रमाइलोका लागि तपाईँलाई मैले भन्दै, 5 वर्ष बिते न छोरा न छोरी, आँखा तरातर गर्दै टेढी र मेढी, पैसा मनग्गे कमाइस हातमा थमाइस, जम्मा भएको काहीँ देखिन्न पैसा, तैँले यस्तै श्रीमती ल्याइस कान्छा, खुच्चिङ खाइस कान्छा। मेकअप र झोल मम नयाँ रेस्टुरेन्टमा, मेकअप र झोल मम नयाँ रेस्टुरेन्टमा, बोली र लवज नै बदलिएको छ रे, बोली र लवज नै बदलिएको छ रे, आज छक्क पर्दै 13 दिन जान्छ, खुच्चिङ खाइस कान्छा। आज छक्क पर्दै 13 दिन जान्छ, खुच्चिङ खाइस कान्छा। सम्झी त हेरिस अनुहार न हाउभाउ, चाहिएन तँलाई आमा र बाउ, भुलिस छालाकै रङमा, न बोली हेरिस न व्यवहार, केही छैन अब त न गति छ न मति, समयमै चल्नै छोडेछ तेरो त भान्सा, समयमै चल्नै छोडेछ तेरो त भान्सा, खुच्चिङ खाइस कान्छा, खुच्चिङ खाइस कान्छा। मैले बनाएको खबरदार भन्ने मकाल टेलिभिजनमा 1 वर्ष 2 वर्ष चल्यो, 54 भाग। अनि त्यसपछि उमेर गयो भैँस गएन भन्ने एरिना टेलिभिजनमा मैले एक्टरको रूपमा खेलेको थिएँ। अनि मैले साना सर्ट फिल्महरू बनाएको छु। बिर्खेको दसैँ होइन, अनि यसपालिको ह्याप्पी तिहार, यसपालिको तिज, अनि भवानीको जवानी। एउटा अमेरिकाने ज्वाइँ भन्ने धेरैले मन पराउनु भएको छ। अमेरिकाने ज्वाइँ भने चाहिँ कस्तो गर्छन् नेपालीहरू भन्ने देखाएको छ त्यसमा। म नेता हुँ, मलाई अगाडि बोलाएर बसाउनु पर्छ, म नेता हुँ, मलाई अगाडि बोलाएर बसाउनु पर्छ, तिमीहरूले टिकट लिन त मेरै घरमा धाउनु पर्छ। म नेता हुँ, तिमीहरूले मलाई अगाडि आएर बसाउनु पर्छ, तिमीहरूले पछि टिकट लिन मेरै घरमा धाउनु पर्छ। म भरिलो र दरिलो खम्बा हुँ, सलक्क परेको सबैले हेर्ने पाकेको अम्बा हुँ, तिमीहरूले के जानेका छौ, के सुनेका छौ, जनताको कुरा, देशको कुरा, विदेशको कुरा सबैमा म नै छु छुरा। तिमीहरूले के जानेका छौ, देशको कुरा, विदेशको कुरा, जनताको कुरा सबैमा म नै छु छुरा होइन, तिमीहरूले के जानेका छौ, त्यसैले मलाई अगाडि बोलाएर बसाउनु पर्छ। सुन्यौ, टिकट लिन त तिमीले फेरि मेरै घरमा धाउनु पर्छ। म त अगाडि बढिसकेको मान्छे, तिमीहरू पछि परेका मान्छे, तिमीहरूसँग ज्ञान छैन ज्यान छ, त्यसैले त्यही भएर हाम्रो पछि पछि लागिरहनु भनेर हाम्रो सिद्धान्तले भन्छ। तिमीहरू हाम्रो पछि पछि लागिरहनु भनेर हाम्रो सिद्धान्तले भन्छ। हामीले भनेको तिमीहरूले मान्नै पर्छ, होइन भने जिम्मेवारीबाट तिमीले भाग्नुपर्छ। हामीले भनेको मान्नै पर्छ, होइन भने तिमीले जिम्मेवारीबाट भाग्नुपर्छ। भागेर कहाँ जान्छौ र साथी, तिमीलाई राजनीतिको नशा चढिसकेको छ। भागेर कहाँ जान्छौ र साथी, तिमीलाई राजनीतिको नशा चढिसकेको छ। सधैँ सधैँ हामी जस्ता नेतालाई सम्मान गर्ने बानी बसिसकेको छ। सधैँ सधैँ हामी जस्ता नेतालाई सम्मान गर्ने बानी बसिसकेको छ। म नेता हुँ, म नेता हुँ, मैले नै अगाडि बढ्नुपर्छ। मैले भनेको तिमीहरूले मान्नै पर्छ, होइन भने जिम्मेवारीबाट भाग्नुपर्छ। म नेता हुँ, मैले नै अगाडि बढ्नुपर्छ।
म नेता हुँ, मैले नै अगाडि बढ्नु